यही न देख्यो मानिरहनु पर्यो चलौँ त्यो आएर त मलाई के थाहा छ मन्जु सर हुनुहुन्छ कस्तो लागिरहेछ मन्जु सर गाह्रो गाह्रो हो कि इन्ट्रेस्टिङ हो कि रमाइलो हो कि हो नाम चाहिँ भन्दा माथिको अलिकति बाटो बाटो कस्तो लाग्यो तपाईँ पैदलमै आउनु भएको छ यो ब्रेभरीको लागि थ्याङ्क यू म काठमाडौँदेखि आयो आफै हिँड्छ यहाँ ओके थ्याङ्क यू हाम्रो यहाँ मोस्ट चार्मिङ पर्सन द मोस्ट चार्मिङ एन्ड सेफ पर्सनालिटी मेरो नाम चाहिँ समीर शाह म कोरियामा इतिहास पास गरेर गएर काम गरिरहेको थिएँ अब यहाँ नेपाल घुम्न आएको यही कस्तो लागिरहेको छ एकदम रमाइलो एकदमै रमाइलो यो एभरेस्ट सिजन चाहिँ एकदमै रमाइलो लाग्यो अनि अमजमले हेर्नु पछाडिको खुबै राम्रो रहेछ है हो अन्त भाग्यो अनि योभन्दा अरू ठाउँ कुनै ट्रेकमा जानु भएको छ म त गएको छु सर एबिसी गएको छु अनि राजपोखरी गएको छु फोक्सोन्डो गएको छु रामरसन गएको छु त्यो र यसमा के डिफ्रेन्स भेटाउनु भयो त्यो धेरै तिनीहरूभन्दा धेरै राम्रो छ सर एबिसी भन्दा पनि धेरै राम्रो अलिक धेरै अल्टिट्युडमा पनि छ अनि जहाँ चाहिँ हिमालय वरिपरि हिमालय ढकमक्क हिउँदै त्यो सुन्दर अब कहाँ देख्न पाइन्छ यस्तो सर होइन प्रमोट डोमेस्टिक टुरिज्म थ्याङ्क यू दुई शब्द यति नै भयो थ्याङ्क यू उहाँ हुनुहुन्थ्यो समीर शाह मोस्ट चार्मिङ एन्ड पर्सनालिटी उहाँले यो डोमेस्टिक टुरिज्मलाई प्रमोट गर्नुपर्छ भन्ने ध्येयले कोरिया बसाइमा पनि छोटो समयमा आफू यहाँ आएर घुम्नको लागि समय निकाल्नु भएको छ उहाँलाई धेरै धेरै धन्यवाद यहाँ एभरेस्ट बेस क्याम्पको लागि आउँदै गर्नुभएको उहाँ सरले आफ्नो परिचय दिनु त हेलो नमस्ते गुड मर्निङ and how is going It's going fine till now, but don't know further. yes and are you enjoying or Yeah, I'm really enjoying the nature around the place and the technical mountain. yes any obstacles any circumstances during your trekking Oh, not at all till now, but no, Everest is a New York West Base Camp. I think that's more difficult. one thing to ask about this trekking place is this place is affordable or enjoyable for other peoples or not I would like to just say one word, just power. oh thank you very much he's यो तर्क यातायातको साधनहरू नहुनुको कारणले गर्दा यो जनावरलाई चोक्यो भनिन्छ
ग्यास सिलिन्डर लगायतका विभिन्न सामग्रीहरू ढुवानी गरिन्छ। एकदम राम्रो यिनीहरूको सिङ युनिक देखिन्छ। यसरी ढुवानी गर्दै हिँडेको हामी देख्न सक्छौँ। तिन बजेको होटल गुडलकमा इन्ट्री गर्दै टिपुचेमा पनि यही होटेलको नाममा रहेको होटलमा हामी बाँच्न सकेका थियौँ। आज पनि हामी सही गर्नेछ। मौसम पुग्दैछ। टाढा यातायात असुविधाका बाबत हाम्रा सुविधा सम्पन्न घरहरू बनेका छन्। यो के रहेछ यार यस्तो? यो चाहिँ नयाँ नौलो लाग्यो मलाई। दस सेकेन्ड चिसो मौसम छ। जाँदैछ चारैतिर हिमालको दृश्य देखिन्छ। सबै छानाहरू चारैतिर
लोकुचेको लागि भन्दैछ वरिपरि चारैतिर हामी देख्न सक्छौँ अग्ला अग्ला हिमालहरू सम्पूर्ण साथीहरू Sorry guys. उज्यालो भरेको सेतो हिमाल लोकुचेको नेसनल पार्क होटलबाट खिचिएको भिडियो हो यो। हामी केही समयको विश्राम हुनुहुन्छ। Everest Base Camp. Here, the snow-covered mountains are around with us, and they help us. They energize us with some motivation type. Love Sagar. अगाडि देखिएको नोत्से हिमाल सँगसँगै रहेको पछाडिपट्टि कालो कालो देखिएको सगरमाथा, सगरमाथाको भाइ सगरमाथा र पर देखिएको त्यो पहेँलो टेन्ट सहितको ठाउँ चाहिँ बेस क्याम्प। हामी अब धेरै छैन म काका पनि यति मजाले आउनु भएको छ। यस पछाडिपट्टिको हिमाल कालो हिउँ अलिक कम देखिएको, यो देखिएको यो चाहिँ सगरमाथा। ओके, चारैतिर हिमालहरू छन्, त्यो बेस क्याम्प हो। यो पछाडिपट्टिको बादलले छेकेको भाग सगरमाथा।
सँगैको नुच्चे हिमाल, सँगसँगै हिमालका रेन्जहरू देख्न सक्छौँ हामी। जताततै हिमालले भरिपूर्ण छ यो देश। हिमालको फेदीमा उकाली ओह्राली गर्दै भन्ने चौतारी यहाँ छैन। हामी सुरक्षाका लागि तयार।